हेलो नमस्कार मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। फेरि पनि रात्रिकालीन भोजन लिएर आइसकेकी छु म। आज पनि सादा खानै हो। अमिलो पिरो चट्ट टमाटरको अचार सादा खाना। अनि यहाँ ढुङ्ग्री, यहाँ चाहिँ आलु र मटर कोसाको झोल तरकारी लिएर आइसकेको छु। हजुरहरूलाई पनि शुभरात्रि, शुभ भोजन। माया गरिदिनु भएको छ, लाइक कमेन्ट गरिदिनु भएको छ, धेरै धेरै धन्यवाद छ। हजुरहरू आभारी छु। अझै पनि माया गर्दै जानु होला भन्ने आशा राखेको छु, प्रतीक्षामा छु। हजुरहरूको मायाको प्रतीक्षामा अझै गर्नुहुन्छ भन्ने हैन। खासै त्यति बोल्न आउँदैन, भिडियो बनाउन आउँदैन। नयाँ साथीहरूले फलो गर्नु होला, म फलो ब्याक दिनेछु। हामी साना साना युट्युब च्यानल हुनेहरूले एकअर्कामा साथ सपोर्ट गरेर अगाडि बढौँ है त। हजुरहरू लाइक कमेन्ट गरौँ, साथ सपोर्ट गरौँ, माया गरौँ, हामी हातेमालो हुँदै अगाडि बढौँ भन्दै ल अब रात्रिकालीन भोजन लिएर आइसकेको छु। हजुरलाई पनि फेरि पनि भन्छु शुभरात्रि, शुभ भोजन। मस्त रहनु, व्यस्त रहनु भन्दै अब खाना खाऊँ है त साथीहरू। हजुरहरूलाई धेरै धेरै धन्यवाद माया गरिदिनु भएकोमा, साथ सपोर्ट गरिदिनु भएकोमा। म जस्तो दुखीलाई अझै माया गर्दै जानु। हजुरको मायाको आभारी छु, प्रतीक्षामा छु। मेरा प्यारा युट्युब फ्यामिलीहरू, मेरा दर्शकहरू, मेरा आफन्त शुभचिन्तकहरू। आज चाहिँ तातो तातो लिएर आएको छ, एकैछिनमा सेलाउँछ। सिटी खोल्ने बित्तिकै लिएर आएको आज चाहिँ फेरि खानै नसकिने तातो छ। ल है त खाएँ हजुर। आमामा दुईवटा खोर्सानी हालिदिएको थियो। टमाटरको अचार किन सधैँ भन्नुहुन्छ भने आखिरी अचार चाहिहाल्छ, अचार नभए भात रुच्दैन। अनि सस्तो छ यो टमाटर अहिले चाबेलमा चाहिँ 20 रुपियाँ केजी। त्यही भएर खाइदिउँ न सस्तो भए बेलामा धित मरुन्जेल। अहिले सस्तो छ, अब बर्खा लागेपछि बढ्छ। बाढी पहिरो आउँछ, बाटो बन्द हुन्छ, अनि त्यसपछि बढ्छ। 200 रुपियाँ किलोसम्म हुन्छ। अहिले चाहिँ 20 रुपियाँ किलो छ। दुईवटा खोर्सानी हालिदिएको, यति पिरो भएछ, च्वास्सै भएछ अचार। है साथीहरू, बोल्न खासै जान्दिनँ। यदि गल्ती बोलेछ भने म क्षमा प्राप्ति छु। खोर्सानी भयो, पिरो रहेछ। यहाँ आलुको झोल चाहिँ असाध्यै मनपर्छ। आलु त जसो गरी दिए पनि हुन्छ मलाई, उसिनेर दिए पनि। सानोमा पोलेर खुब खाइन्थ्यो सानो छँदा। पकाएर दिए नि, फ्राई गरे नि, झोल भए पनि। पिरो रहेछ।
सादा खाना भयो नि मलाई मनपर्ने छ कि यो टमाटरको अचार पनि एकदम मनपर्छ मलाई। काँचै पनि पिसेर खान्छु म, यो काँचै हो आज। कहिले पकाएर कहिले उसिनेर पनि, कहिले पोलेर। अनि यो आलुको झोल, अनि यो ढुङ्ग्री मेरो फेभरेट हो एकदम। आज चाहिँ अचारमा धेर पिरो भयो। आहा त्यत्रो तेलमा फुलाउँदा नि आइस यस्तो रहेछ। एक पाटा फुलेन छ। खैनी मात्रै त्यसो हो।
अचार रह्यो यस्तो पिरो छैन। आज त 2टा कि 3टा कति हाल्यो खोर्सानी। यो त जति खायो त्यति मिठो छ। के हो टाँसिन्छ त। कस्तो मिठो छ यो आलुको झोल, आलु र मटर कोसाको। अचारमा चाहिँ आज खोर्सानी बढी हालेछु, कति हालेँ थाहा नि मलाई। साथीहरू ल अब छोटो मिठो भिडियो, खाना खाइहाल्यो। बत्ती जान्छ कि भन्ने डरले हतार हतार गरेर खाएँ, धन्न बत्ती चाहिँ गएन। कहिले गर्दा झ्याप्पै जान्छ कि गाह्रै हुन्छ। अनि यताउता बत्ती मिलाउँदा ओर्दा टर्च लाइट खोज्दा अनि खाना सेलाउँछ कि, त्यही भएर चाहिँ हतार हतार गरेर खाएको। छोटो मिठो भयो।
भिडियो अरूको भन्दा मेरो छुट्टै हुन्छ। पकाएको चाहिँ देखाउँदिनँ कि सानो छ कोठा जतिखेर नि यहीँ बसेर भन्नुहुन्छ होला यहीँ पकाउने यहीँ गर्ने अनि मोबाइल स्ट्यान्डै मिलेन के त्यो 800 तिरेर ल्याएँ लास्टमा मोबाइल राख्यो कि अनि पल्टिहाल्छ त्यो सानो भयो क्या अनि यो मोबाइल भारी भयो हुँदै भएन त्यही भएर मिलेन। यो त त्यतिकै भुइँमा मिलाएर राखेको भन्दै हजुरहरूले हेरिदिनु भयो यतिको दिनसम्म साथ सपोर्ट गरिदिनु भयो हजुरहरूलाई धेरै धेरै धन्यवाद। हजुरहरूलाई धेरै माया छ अझै पनि साथ सपोर्ट गर्दै जानुहोस् माया गर्दै जानुहोस् हजुरको मायामा आभारी छु प्रतीक्षामा पनि छु भन्दै ल छोटो मिठो भिडियो बाई अब अर्को भिडियोमा भेटौँला।